ल है आज चाहिँ पानी परिरहेछ सर यताउता अनि ड्युटी सकेर हिँडेको नि रुमतिर यता गऱ्यो उता गऱ्यो अनि आज चाहिँ कुल छ नि त मौसम त्यसैले अगाडि जानुपर्छ हामी हिँड्दैछौँ बाटोमा यस्तै हो साथीहरू यस्तै हो गर्नु गाह्रो छ पर्दैछ होइन टक्क यहाँदेखि अब क्रस गर्नु पर्यो गाडी आएको छैन जाउँ 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 भनियो गइयो ठ्याक्क यहाँ पनि बन्द थियो नि त अनि दौडेको अनि टक्क अगाडि आइयो सर अनि यहाँ चाहिँ अनि मेरो भाइहरू पछि थियो नि त भाइ अनि एउटा दाइ अनि यता पनि अनि गाडी बन्द छ नि त अनि म पनि दौडिहालेँ यहाँबाट सर यहाँ चाहिँ दौडिनु मिल्छ नि त रातो बत्ती नभएको ठाउँमा अनि दौडे भाइहरू पनि दौडिँदै थियो पछि आउँदैछ अनि म चाहिँ अगाडि आएँ अनि अघि आएँ मेरो अघि हिँडिरहेका छन् होइन एउटा यहाँनिर सानो पुन्टे गाडी आयो हो 1-2जना बस्ने सानो गाडी अनि त्यो गाडी पनि गयो अगाडि अनि ठक्क बस आयो यो बसमा चाहिँ अब सिट छ कि छैन हेर्नुपर्छ अनि यो गाडीलाई भेटिँदैन होला सायद हामी अगाडि पछि छौँ यो गाडी अगाडि गइसक्यो अनि हामी यस्तो हिँडिरहेका छौँ होइन अब धेरै नै 5 मिनट जति हिँड्नुपर्छ कम्पनीदेखि गाडी चढ्नलाई रुम जाँदाखेरि अनि टक्क यसरी हिँड्छौँ होइन अनि म चाहिँ हिँडेको टक्क आइपुग्यौँ बस स्टेसनमा आइपुग्यौँ यहाँनिर र पानी आइरहेको थियो अनि सबै बस स्ट्यान्डमै बसिरहेको रहेछन् अनि यहाँनिर यो चाहिँ गीत बज्छ म्युजिक होइन बस स्ट्यान्डहरूमा हुन्छ र बस पनि आयो र बसमा बस्नु पर्यो अब अनि बसमा चढ्यो केटीहरू अनि पछि म चढ्यो टक्क स्क्यान गर्नु पर्यो यहाँनिर बस कार्ड टक्क भयो ओके अनि त्यसपछि यहाँनिर बसेँ म खाली रहेछ अनि यो चाहिँ बस कार्ड हो अनि त्यसपछि यता चाहिँ म बसिसकेँ र भाइहरूले पछाडि स्क्यान गर्दैछ टक्क भाइहरू पनि भयो अनि त्यसपछि बाहिर गाडी हिँड्यो भाइहरू उता बसे अनि म यता बसेँ अनि बाहिरको भ्यू सरर अब 15 मिनट पछाडि टक्कर आएर रुममा पुगिन्छ र टक्क आनन्द रहेछ म नै ढोकातिर थिएँ अनि ढोकामा आनन्दले बसेँ अनि त्यसपछि सरर हेर्दै गयौँ वरिपरि